Guys, finally. हेलो नमस्कार अनि लासो फ्याफुला सबैजनालाई स्वागत छ फेरि पनि मेरो च्यानलमा। सो आज म चाहिँ रेडी भएर चाहिँ सरलाई जाँदैछु है। अचानक प्लान बन्यो। सो प्लान बन्यो मतलब सानो काम छ त्यहाँ। अहिले कति 12 बजे 1 बजेको फ्लाइट छ। सो मैले ट्याक्सी बोलाउँदैछु हतार हतार भएर भिडियोहरू पनि खिच्छु भनेको भ्याउँदै भ्याएन। अहिले चाहिँ सर्ट इन्ट्रो चाहिँ लिइहालौँ भनेर के अब के हुन्छ हेर्दै जानु है त। ओ यता हेलो भन्दै यसको यहाँ स्न्याप चल्दै हाम्रो चाहिँ फ्लाइट डिले भएर ब्रेकफास्ट गर्नलाई ल होइन दिदी ल खाएपछि भेट्छु। गाइज हाम्रो टाइम पास के गर्नु फ्लाइट 1 घन्टा डिले भएपछि यस्तो लु सुरु गरौँ। अनि यहाँ चाहिँ हाम्रो टक्क नाटक चल्दैछ एकअर्काको स्टोरी खिच्दै हिँड्दै। अब 2 जना भएपछि त्यही त हो नि होइन टाइम पास फाइनली फोटोसुट आइज यहाँ छ ब्याग सिटमा बसिसकेँ। त्यो चाहिँ सेल्फी छ है यसले छोडेर आएको। म चाहिँ उहाँ ब्याग समात्दै बसिरहेको उता सिटमा चढिसक्यो। साले यस्तो छ यो। भयो तपाईँको यात्रा? मेरो यात्रा बब्बाल। एउटालाई गर्मी भएर एउटालाई जाडो भएर ल फाइनली जनकपुर पनि ल्यान्ड भयो। अब यहाँबाट 1 घन्टाको यात्रा पछि बल्ल सरलाई पुग्छ। के हुन्छ हेर्दै जानु। यो सिन्धुली जाने बाटो मेरो मामा घर जाने बाटो। अब हामी यता जाने हरियन जाने। यस्तो छ हाम्रो हेर्नुहोस्। भोलि भेटौँला है। गाइज म चाहिँ ब्रस गरिसकेँ। अब यहाँ चिया खानलाई मेनुकाको किचनमा आएँ। भर्खर बसाल्न गुड मर्निङ भन्दै। गुड मर्निङ। घरको बुहारी बुहारीको साथी म आएको। सासु आमा तरकारी किन्दै हुनुहुन्छ। घर देखाइदिउँ न। यहाँ मन्दिरहरू यस्तो छ। घर ओ चाक फर्काएर हिँड्छस् यस्तो है। सर्लाहीको मौसम ठिकै रहेछ। वहाँ म स्वेटर हाइनेक लाएर बस्थेँ। अहिले यहाँ एउटामै मजाले बसिरहेको छु। यहाँ डाइनिङ एरिया सानो चिटिक्क पऱ्यो हेर्न। सर्लाहीको डाइनिङ टेबल लु अहिले चिया खाने बेला भेट्ने छौँ। बाई बाई भन्दै हाम्रो चिया आएको छ। उहाँले बनाएर हाई भन्दै बहिनी। आइरहेको छैन। हाई आँसिरहेको थियो।
साथी रे यो बच्चादेखिको है तिमी बच्चादेखिको साथी होइन यसको हो नर्भस भयो क्या इन्टरभ्यू ल्याएर जस्तो लाग्यो ल हामी चिया खाएर भेट्ने छौँ है त चेस गरौँ न चेयर्स चक्लेट ब्रेक टाइम पास चल्दै यहाँ खाएर ल यहाँ झिङ्गा छ कि छैन छैन ल हेर 1 2 3 4 देख्यो यहाँ झिङ्गा च्यालेन्ज भयो यहाँ मैले देउरा मात्र बिस्तारै बिस्तारै उता दुइटा ल यहाँ झिङ्गा छ कि छैन छ छैन भने छ के अब यता काम गरेको 1 2 3 दुईचोटि समातेँ मैले टाइम पास अब जाने बिस्तारै बिस्तारै कहाँ अनि यसरी हुन्छ यसरी यस्तो हो क्या हेर्नुहोस् इस महिलाको सब फिल्टर में रहते थे ओरिजिनल पे क्या हुआ आपका दीदी नहीं दीदी वाह दीदी होश उड़ गया ल नदेखाउनु रे गाइस मलाई त केही छैन बिना फिल्टर पनि बस्नु मान्छे बस 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 कम त माया गरेर आएको छु कुकुरलाई चस्मा लाएर रुमा लाएर बस म त डर लाग्छ नि के पनि गर्दैन के अहिले भए पनि रमाको हामीलाई देखेर चाहिँ के सुमसुमा न अब यहाँ खाना बनाएन सुसु डर मासु त्यही भएर कुकुरको के भयो आऊ माइकी यता ओइ आयो बोलाउँछ बस मलाई डर लाग्यो मम्मीले नङ्ग्राले सबै घर बिगार्छ कि त्यही भएर आउँदैन माइकी आया कत्रो साह्रो पुच्छर इन्डियामा यहाँ घाउमै लाग्यो अस्ति लडेको घाउमै ड्याममै हान्दियो कि औषधि के बाख्रा यसलाई ए हेर्दा त्यो औषधि देखेर आऊ आऊ भाग्यो मलाई गोर्न आएन क्या हो ल माइकी लो ल बास्केटबलमा बल खेल माइकी ल माइकी ल अब आयो ल गाइस हामी चाहिँ मन्दिर जान रेडी भयो यहाँ छ मन्दिरको सामान आज चाहिँ मेनुकाको बुढाको बर्थडे छ अलिकति ढिलो भयो खास 8 बजी जाने भयो मन्दिर काम गर्दा गर्दा नुहाइ धुवाइ गर्दाखेरि त कति बज्यो अहिले 12 बज्न लाग्यो यहीँ नजिकै छ मन्दिर अब मन्दिर गएर एउटा ट्र्याकमा एउटा यहाँ ड्रेसमा पुगै छैन अनि गर्मी रहेछ अलिकति त्यही भएर यहाँ यस्तो टुकटुकमा मेनुका दिदीको बारी यति धनी यसको बारी यहाँ पनि हो ए चढा ल त्यसै हो अहिले मन्दिरमा गएर ल हामी चाहिँ टुकटुकबाट ओर्लेर हिँड्दैछौँ यहाँबाट चाहिँ टुकटुक जाँदैन अरे कि उकालो छ अरे अनि अब कति मिनटको बाटो हो यहाँबाट हो
कति मिनटको बाटो रे अब ए त्यतै रहेछ 2 मिनटमै पुग्छ ऊ त्यहाँ झोलुङ्गे फुल कहिले पनि चढाए छैन म झोलुङ्गे फुल गणेशस्थान मन्दिर वाह यहाँ त खतरा जुत्ता चप्पल यहाँ खोलिदिनु होला रे सुक्खो पानी त्यहाँ त गौतम बुद्ध बस्ने जस्तो है शीतल छहारीमा क्या यता त्यो घोप्टाएर फाल्नु पर्थ्यो कि पहिला त Let's go. गाइस हामी चाहिँ पूजा गरेर आइसक्यौँ अब चाहिँ घर जाँदैछौँ 3 मिनटको त बाटो छ अनि त्यही भएर अघि त टुकटुकमा आयो अहिले चाहिँ अब लेफ्ट राइट 2 बाङ्ले गाडी हुँदै ल यस्तो लु घर पुगेर भेट्ने छु यहाँ चाहिँ म साथीको बेमा जानलाई त्यसको मङ्गलसूत्र रहेछ कस्तो देख्छ भनेर लाएर हेर त हेर्नु न ठ्याक्कै बे गरे जस्तो देखाए है यसरी हिँड्नुपर्छ क्या यसमा ठोकिन्छ नि त अब खाना खान लागेको मन्दिरबाट पूजा गर्दा आयो खाना खान भेट्छु हेर्नु छ बिचरा बुहारी नानी ओ यता हेर बडा बोल्दैछ हेल्प गरेर आयो है फेरि क्यामेरामा त्यो मात्रै आयो मैले भर्खर हेल्प गरेर आयो अहिले चाहिँ गर्मी भएर एकछिन बस्दैछु अब बजार जाने काम छ खोलेर अनि रेडी भएर जाने छु स्ट्रेचिङ गर्दैन कस्तो ल गर त यस्तो गर न अनि बल्ल हुन्छ हो पहिला त्यस्तो गर्नु ल खोइ ल तेरो फोन फोहोर लाग्छ फोहोर लाग्छ वा हुन लाग्यो ल वा भयो 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 आजलाई यति नै कस्तो गर्नु यसरी बिस्तारै यसरी त गर्नु खोइ के गरे यसरी यहाँ समात त यहाँ अब यसो तान्नु ओ आजलाई यति भोलिदेखि तोरीको तेल भएर पिर्ने म चाहिँ गाइस जहिले पनि तार्ने काट्नेमै पर्छु किनभने मैले बनाउने ठाउँमा नि त एसी अर्गानिक एसी खोइ डम्बेल हजुर यही डम्बेल ए हस् हस् हेर्नु यहाँ यति के गर्छु ल गाइस तपाईँलाई कस्तो लाग्यो त मेरो भिडियो सो अहिले चाहिँ हल्का बिजी छु प्रोग्रामले गर्दाखेरि सो एडिट गर्न पनि टाइम थिएन अनि अहिले चाहिँ अब अलिअलि सर्टकट एडिट गरेर गरेँ अब यो भन्दा नि मतलब अर्को पार्टहरू पनि छ भिडियो सो यसमा चाहिँ लामो हुन्छ भनेर मैले चाहिँ पार्ट बनाएको छु सो यो चाहिँ काठमाडौँदेखि जनकपुर अनि त्यसपछि यहाँ सर्लाहीसम्मको ब्लग भयो सो अर्को नेक्स्ट पार्टमा आउने छ है त हेर्दै जोइलिदिनु होला नेक्स्ट पार्टमा भेट्नु छु बाई 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 भन्दै बाई बाई